एउटा समस्या दूर गर्छु कि अर्को आइहाल्छ। आज मैले न्यू टायर हालेको। पहिला डेलिभरीमा काम गर्दाखेरि साइकलको हावा चाँडै आफै सकिन्थ्यो। एकचोटि मैले पञ्चर होला कि देखाएको पनि थिएँ साइकल पसलमा, तर पञ्चर पनि थिएन। अस्ति केही दिनको लागि इन्डिया मात्रै गएको, साइकल राख्दा राख्दा यस्तो भइसकेको छ। यो भाइहरूले साइकल चलाउनु दिनु भन्दै थियो, तर पञ्चर थियो, के गर्नु। त्यति साह्रो साइकलको आवश्यकता त पर्दैन, अहिले काम गर्ने गरेको छैन मैले। त्यही पनि यतिकै बिग्रेर राख्नु भन्दा राम्रो बनाएर राखौँ जस्तो लाग्यो मलाई। कतिखेर काम पर्दिन्छ थाहा छैन। आजभोलि बसको भाडा नि त्यस्तै बढिसकेको छ धेरै। यसको साइजको स्टकमा टायर थिएन, योहरू सानो सानो थियो। यो ट्युब र यो टायर दुइटै बिग्रिसकेको छ। अगाडिको टायरको हालत नि यस्तै छ। जे हो, सवारी साधन भएपछि खालि चढेर मात्रै हुँदैन, घरिघरि मेन्टेन पनि गरिराख्नु पर्छ। ठाउँको ठाउँ न्यू टायर लिएर आउनु भयो उहाँले। ठुलो ठुलो गोटी भएको थियो, हेर्दाखेरि राम्रै लाग्यो मलाई। मेरो टिड्डाको लागि यही टायर नै बेस्ट होला भनेर मैले फिटिङ गर्न लगाएँ। टायर फेर्नु त एकछिनको काम हो, तर उहाँसँग टायर थिएन स्टकमा, अनि त्यही भएर हल्का ढिलो भयो। पुरै फिटिङ भयो, सिधा पनि भयो साइकल। अब हेरौँ कस्तो छ। हेर्दाखेरि बब्बाल देखिरहेछ त यार। नयाँ फेरेको हो, राम्रो त देख्नु परिहाल्यो नि। सबै चिज त भयो, रह्यो अब कस्टको कुरा। कति पर्यो होला यसको पर्यो टायर र ट्युब दुइटै गरेर 1000 रुपियाँ पर्यो। तर एउटा कुरा, पुरानो भएपछि जति बनाए नि हुँदैन, बिग्रेको बिग्रे गर्छ, नयाँ जस्तो फिल पनि दिँदैन। जे भए नि आफ्नो हो, माया त लाग्छ।